हेलो गाइज, आज चाहिँ हामी रोस्टा खानेछौँ। मम्मीले पकाएर दिएसम्म चाहिँ अनि यहाँ चाहिँ मम्मी सुरुवात गर्दै हुनुहुन्छ होइन। मम्मी चाहिँ रोस्टा पकाउँदै हुनुहुन्छ अनि हेर्न सक्नुहुन्छ कस्तो मजाले दामीसँग पाकिरहेको छ है। अनि आगोमा पकाएको चाहिँ एकदम राम्रो हुन्छ नि त, त्यही भएर हाम्रो चुल्हा चाहिँ बाहिर छ क्या, भित्र चाहिँ छैन, भित्र चाहिँ ग्यासहरू मात्रै छ। अनि बाहिर आगोमा मजाले मम्मीले चाहिँ रोस्टा पकाइराख्नु भएको छ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ कस्तो दामीसँग पाकिरहेको छ। अनि यहाँ बसेको छ एउटा चाहिँ मेरो भाइ, मासु चोर्दै खानेवाला पनि बसिरहेको छन्। अनि यहाँ कोही चाहिँ फुटबल हेरेर बसिरहेको छन् है। कसैलाई गेमको नसा, कसैलाई मासुको नसा, बेग्लै छ यहाँ चाहिँ सबैको चाहनाहरू है। अनि मम्मी चाहिँ आफ्नो काममा लागिराख्नु भएको छ। अनि खाना मन लागेको चिज चाहिँ भन्ने बित्तिकै बनाइदिइहाल्ने क्या, आमाको मन है। आमा चाहिँ मान्नै पर्छ मेरो आमालाई। अनि मम्मीले चाहिँ फाइनली पकाएर चाहिँ सक्नुभयो र हेर्न सक्नुहुन्छ कस्तो दामीसँग पाकेको छ, काँचो काहीँ पनि छैन होला जस्तो छ क्या। अनि अब चाहिँ हामी खानातिर लाग्नेछौँ। मम्मीले खाना पनि यहाँ पस्किसक्नु भएको छ। यहाँ भाइ छ, म छ, सानी छ होइन। सबैजना अब खाना खाँदैछौँ। आजको भ्लग चाहिँ यति नै। सबैजनालाई बाई बाई।